हेलो गाइज, वेलकम ब्याक टु अनदर ब्लग। आज चाहिँ हामीहरू साथीहरू दाइ हामीहरू चाहिँ नयाँ वर्ष अङ्ग्रेजी वर्ष 2026को सुरुवात गर्नका लागि हामीहरू घुम्न गइसकेका छौँ। आज चाहिँ 2025को चाहिँ अन्तिम दिन डिसेम्बर 31 हाम्रो चाहिँ आज पुरै नाइट भ्यू घुम्ने फायरिङ हानाबीहरू यताउता सब हेर्ने पुरै हाम्रो आज कता गइरहेछौँ हामीहरूलाई नै थाहा छैन। यस्तो रमाइलो गर्ने भनेर चाहिँ रुमबाट चाहिँ हामी निस्किसकेका छौँ। एकदमै चिसोसँगै बबाल वेदर छ यहाँको, देख्न सक्नुहुन्छ। अगाडि दाइ र साथी गइरहेछन्। साथी क्यामेरा निकाल्दै हेर। हामी जेब्रा क्रसमा चाहिँ अहिले रेड सिग्नल आएकोले चाहिँ हामी वेट गरिरहेछौँ। हामीहरू चाहिँ अब निस्किसके। नयाँ वर्ष अङ्ग्रेजी नयाँ वर्षको सबैलाई शुभकामना। दाइ चाहिँ के गर्दैन, मोबाइलमा चलाउँदै ह्यान्सी भएर। आज मार्केटमा कोही कम्पिटिसन गर्ने कोही छ त भन्नु मात्र के, कोही छैन के। जापान त यत्तिकै सक्यो कि आज त हामीहरू चाहिँ त्यो छौँ। आई होप सबैजनाहरूलाई यो भिडियोमा चाहिँ रमाइलो लाग्नेछ। राम्रो राम्रो भ्यूहरू देखाउने छु, कोसिस गर्ने छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु। A few moments later. हामी चाहिँ योकोहामा स्टेसनभित्र छौँ। एकदमै ठुलो छ योकोहामा स्टेसन। साथीहरू पुरै अगाडि गइरहेछन्। हामी चाहिँ अब बाहिर एक्जिट गरिरहेछौँ। यता घुम्रा हो, एकदमै बवाल छ। पुरै मान्छेहरूको त कति भिड हो। नेपालीहरू पनि डन्डै देखिरहेछन्। हामी चाहिँ अब बाहिर एक्जिट गरेर हो, स्टेसनबाट बाहिर निस्कियो हामी चाहिँ। अब सिटीको भ्यूहरू, नाइट भ्यू हेरौँ। एकदमै बवाल छ। देख्न सक्नुहुन्छ यो चाहिँ गाडी पार्किङ गरेको बिल्डिङमा। देख्न सक्नुहुन्छ कति ठुलो बिल्डिङ छ, माथिसम्म गाडीहरू मात्रै पार्किङ गरिरहेको छ क्या। त्यस्तो हो कि डेभलप कन्ट्री भनेको। जस्तो भयो नि डेभलप कन्ट्री भनेको। डेभलपमा हेर्नु न कस्तो पुरै पार्किङको लागि एउटा बिल्डिङै बनाएको छ क्या। माथिसम्म कति तल हो, त्यति तलको छ। यहाँ पार्किङ मात्रै हो क्या, गाडी मात्रै पार्किङ के। त्यस्तो हो कि डेभलप कन्ट्री भनेको। नेपालमा छ त यस्तो बिल्डिङै छैन। पार्किङको लागि त कहाँ हो, बिल्डिङै छैन कि नेपालमा। बब्बाल बनाएको छ है। ऊ देख्न सक्नुहुन्छ साइडमा आगो बालेर कस्तो दामी हुन्छ नि। वाह हाट बब्बाल बनाएको छ कि। सपिङ सेन्टर जस्तै पुरा हुन्छ नि, क्याफे सप हो यो चाहिँ। पुरै एकदमै बवाल छ कि। देख्न सक्नुहुन्छ नेपालमा जेन्जी आन्दोलनले के भन्छ, जेन्जी आन्दोलनले आग लागेको हिल्टन होटल। जापानको चाहिँ यो होटल हो है, हिल्टन। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ योकोहामामा रहेको हिल्टन होटल हो। नेपालमा जेन्जी आन्दोलनमा आग लागि भएको जस्तै यहाँ पनि ब्रान्च हिल्टन होटलको। यो चाहिँ जापानको हिल्टन होटल हो गाइस। हामी चाहिँ घुम्दैछौँ। एकदमै बवाल। यो चाहिँ सी साइड हो, समुद्रको एरिया। बवाल छ कि यता, कत्रै बवाल छ यो चाहिँ। अब यता त के साह्रो बवाल दामी बनाएको हो योकोहामातिर त। आम्मामा लाइटिङ पुरै जता गयो त्यस्तै बवाल छ। यता हेर्दै गयो उता बवाल, कस्तो दामी हो। आम्मामा बिल्डिङ पनि कति ठुलो हो नि। टाउकोले गर्दा पनि हुन्छ हो, सुतेर हेरे मात्र हुन्छ हो। यस्तो बिल्डिङ पनि यस्तो छन् कि। उता देख्न सक्नुहुन्छ लाइटिङ पुरै बवाल के, एकदमै बवाल छ। खालि बस आयो यार, ट्रेन जस्तै बस आयो क्या। दुई तले ओहो फोल्डिङ हुने रहेछ, त्यहाँनिर मोडिने पनि रहेछ। यस्तो खतरा कस्तो देखाएको थिएन हो अहिलेसम्म मैले। आम्मा क्या खतरा देखिरहेको हो। बवाल छ। नयाँ ठाउँ आएर आज नयाँ अनुभवहरू समेटिँदैछ। त्यही भएर चाहिँ कहिलेकाहीँ रुमबाट बाहिर निस्किनुपर्छ। काम पढाइ भनेर मात्र हुँदैन, नयाँ ठाउँहरूको बारेमा घुम्ने, बस्ने, रमाइलो गर्ने, नयाँ कुराहरू, धेरै कुराहरू सिकिन्छ नि त। नयाँ ठाउँहरू यसरी नै घुम्यो भने। यस्तो बवाल बनाएर उ गरेको छ होइन। मेरो यो हेर्नुहोस् त, यो डिजाइनिङ हेर्नु होइन, ऊ त्यो लाइटिङ हेर्नु होइन, कस्तो बवाल बनाएको छ। वाउ, देख्न सक्नुहुन्छ साथीहरू यस्तो बवाल छ कि। जहिले पनि आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनुहोस्, नयाँ कुराहरू सिक्नुहोस्। लाइफमा नयाँ कुराहरू सिक्दै जाने हो, घुम्दै जाने हो। लाइफ इज जोर्नी हो। यो जोर्नीमा चाहिँ आफूले चाहिँ नयाँ कुराहरूलाई सिक्दै अगाडि बढ्दै नयाँ कुराहरूलाई लाइफमा चाहिँ गर्ने के अवलम्बन गर्नुपर्छ। आफूले चाहिँ जे कुराहरू सिक्यो, नयाँ ठाउँहरूबाट, नयाँ कुराहरूबाट सिकेको, नयाँ ठाउँबाट। अब हामी त नेपालमा यस्तो छैन नि त, यस्तो डेभलप छैन। यहाँको रहन सहन, यहाँको कला संस्कृति, यहाँकै बारेमा यहीँमा भिज्नुपर्छ हामीले। त्यसैले चाहिँ हामीहरू चाहिँ एकदमै घुमिदिरहेछौँ। आज नयाँ वर्ष 2025लाई बाई बाई गर्दै
नयाँ बिगिनिङ नयाँ होपका साथ 2026लाई वेलकम गर्दैछौँ। अब चाहिँ 2026मा चाहिँ 2025मा चाहिँ गरिएका गल्तीहरूलाई चाहिँ नदोहोऱ्याइकन राम्रो कुराहरू चाहिँ सिक्दै अगाडि बढ्दै गर्ने यस्तै हो लाइफमा। नयाँ कुरा, नयाँ ठाउँ, नयाँ कुराहरू, नयाँ आफूले गरिएको गल्तीहरूबाट चाहिँ सिक्दै जाने हो। नयाँ कुराहरूको बारेमा खोज्दै जाने हो, खोज गर्दै बिस्तारै भइहाल्छ। त्यसैले होप चाहिँ राख्नुपर्छ जहिले पनि। त्यसैले चाहिँ एकदमै आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनुहोस्, मजाले घुम्नुहोस्, नयाँ ठाउँ, नयाँ देश, नयाँ भूमि, जतासुकै हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ। हामी भइरहेछ यहाँ चाहिँ यो ढुङ्गा देख्नुहोस् त कस्तो सेपमा हो, कस्तो बवाल सेप निकालेको छ फेरि, हातको यस्तो जस्तो के। वाउ, वाटर बस्नु त दाइ खै तपाईँ पनि त्यही गर्नु ल ल है ल। यस्तो खतरा खतरा खेलहरू छन् यहाँ चाहिँ देख्नुहुन्छ त, मान्छे चढेर त्यसमा कस्तो साउन्ड निकालिरहेको छ हौ, क्या खतरा के खेल हुन्, के खानु। यहाँ देख्नुहोस् भने चर्केस चाहिँ बच्चाहरूलाई नै हो, यस्तो बवाल भएको छ। के हो सिसी क्यामेराले पुरै टिटी वाउ, के हो मोबाइल छ त। मान्छेहरूको भिड पनि त्यस्तै छ। यहाँ टिकट काट्नेहरूको हो कि के को हो, कस्तो दामी छ। म चाहिँ ग्राउन्ड पुरै हान्ने हो कि हो नयाँ ल। ओहो ल हेर्नुहोस् है ल, ट्रेन हो, 3 डब्बा मात्रै रहेछ, धेरै छैन, 3टा मात्रै, एकजना मात्रै चढाएको छ त के हो यत्रो ट्रेनमा एकजना हो के हो चलाउने। बच्चाको लागि हो कि यस्तो बवाल फास्ट चल्ने रहेछ। बोल्छन् है पटाङ पुडुङ गर्छन् के हो, सर्भिसमा गर्छन् के भन्यो थाहै छैन। भित्र नि गयो, भित्र यहाँ चाहिँ गेमिङहरू रहेछन् है ल भित्र। ल यो बास्केटबल जस्तो छ क्या, त्यहाँ गर्ने बलहरू के रहर लाग्यो होला यसलाई। अब यो के रहर होला यसलाई के, माथि यस्तो टोयहरू यताउता। यहाँ चाहिँ क्याच गर्नेहरू हो नि, यो चाहिँ मैले तपाईँहरूलाई अगाडि नै देखाएको थिएँ। यस्तो भुतहरू राखेको छ, भुतहरू बनाएको छ, यस्तोहरू देखेको चाहिँ पैसा लाग्ने रहेछ। अब भुत हेर्ने भनेर भित्रमा गइरहेको छौँ, टिकट काटेर कहिले टिकट देखाउनु त। दाइले हातमा टिकट समाइहाल्नु भयो, यस्तो टिकट काटेर हामी 3जना चाहिँ दाइलाई पिसाब लागिरहेको छ। भुत हेर्नु अगाडि नै पिसाब लगाएर पाइटमै आउँला है विचार गर्नु। हामी चाहिँ भुत हेर्नु भनेर गइसक्यो अब 3टा टिकट। अब अरू त के हेर्नु, भुत हेरौँ न के छ र नदेखेको त्यहीँ भनेर भुतलाई हेर्ने, प्रत्यक्ष भुतसँग लडाइँ खेल्ने भनेर हामी चाहिँ गएर जाने। एकदम खतरा भूतको के, डेन्जर भूतकोमा जाने हामीले टिकट 7-7को 7-21 3जनाको काटिसक्यो। हामी चाहिँ भूतकोमा जानलाई रेडी, उता एउटा भूत रेडी छ। अब हामी यहाँ चाहिँ यहाँबाट भित्र ल दाइ लिनु एउटा छ न तपाईँको। ल सबै हो रेसियो त्यो है। ल यहाँबाट हामी भित्र गइरहेछौँ। अब भूत A few moments later. यो भूतको चाहिँ भित्र चाहिँ भिडियो बनाउन मिल्ने नरहेछ कि, मोबाइल अलाउड नरहेछ। यस्तो हेऱ्यो तर साउन्ड चाहिँ हल्का डर लाग्नु कि, माथिबाट अँध्यारो कि पुरै अँध्यारो गर्ने होइन, माथिबाट झरे जस्तो कि कतिखेर यस्तो कि खतरा डेन्जर रहेछ नि। यस्तो डर लाग्नु कि पुरै अँध्यारोमा, साउन्ड पनि मुभीहरूमा हुन्छ नि कस्तो डर लाग्दो, पुरै के मुखमै आएर झम्टे जस्तो गर्ने कि पुरै त्यस्तो। मलाई त केही लागेन हो त्यस्तो डर त, कि कस्ता भूतका मुभी त हेरियो केही भएन। साथी त के डर लाग्यो, एक्लै भएपछि चाहिँ डर लाग्थ्यो फेरि। अझै ग्रुपमा भयो त्यस्तो के हुन्न, एक्लै भएपछि चाहिँ हल्का हुन्छ नि अँध्यारो भएर पुरै त्यस्तै झप्पो गरिरहेको थियो, त्यही भएर हल्का चाहिँ डर लाग्थ्यो होला। अनि त्यो ग्रुपमा भएर केही लागेन त्यस्तो, सिङ्गल भएको भए हल्का डर लाग्थ्यो हामीलाई, सिङ्गल भएको भए एक्लै हुन्छ नि त। यस्तो रमाइलो भयो जोस्। अब भूत त हेऱ्यो, यो काम आएर जापान आएर भूत हेऱ्यो भनौँ। अब जापानिज भूत के भन्नु होला यस्तो रमाइलो के पुरै झ्याप्प आइरहेको, त्यही भएर नत्र जाउँ उता जाउँ। 9 बजिसक्यो, भूत पनि हेऱ्यो, जापान आएर भूत हेऱ्यो। अब के देखिन्छ के देखिन्छ। बिचमा भूतको चाहिँ हुँदैन र, बिचमा मान्छेको रियाक्सन कस्तो भएको छ त भनेर फोटो खिच्ने रहेछ कि। म चाहिँ पछाडि बसेको थिएँ, राजन साथी अगाडि, दाइ अगाडि बसेको थिएँ। फोटो खिच्छ भनेर भनेको थियो, हामीले त अब बुझेन, दाइले बुझेर चाहिँ यहाँ पुरै पोज दिनुभएको छ, म त पछाडि थिएँ होइन। यस्तो फोटो खिचेर लास्टमा दिने रहेछ, यो चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ लास्टमा हामी चाहिँ भूतको हेरेर भनेर। A few moments later. चाहिँ अब 46 भइसकेको छ, 11 बजेर।
मान्छेहरू देख्न सक्छ कति धेरै आइसकेको छन्। चिसो मौसममा पनि मान्छेहरू अझै आउने क्रम छ। उतातिर मान्छेहरू कति गएको छन्। कसले हो एउटा कुकुर पनि लिएर आएको छ यार, कस्तो कराएर हैरान पारेको छ। देख्न सक्नुहुन्छ यस्तो भइहाल छ। कुकुर ल्याएको छ भनौँ, कुकुरलाई नि हाना भी देखाउन हौ। साथीहरू अब 2 मिनट मात्र बाँकी छ है। अब 2026 आउनु, 2025बाट 2026मा 1 मिनट बाँकी छ है। ल अब चाहिँ 2025बाट 2026मा हामी 1 मिनटमा पुगिरहेको छौँ है। ल है हल्ला सुरु भयो है। ल है अब चाहिँ के होला जस्तो छ है। ल है अब त के होला मान्छेको पुरै होला है। मान्छेहरू तयारीका साथ पुरै मान्छेहरूले हल्ला गर्न लागिसक्यो। सिटी बजाउनु त नेपाली नै होला। ल है अब चाहिँ भयो। अब 1 2 भनेर आउने कति बेला हो? अब आउँछ होला 1 2 भने 50। अब 1 2 भनेर आउँछ होला। अब काउन्टिङ आउँछ होला। ह्याप्पी न्यु इयर 2026। ल है फायरिङ खै, फायरिङ खै, फायरिङ छैन त। फायरिङ त भएन त। कस्तो फायरिङ कति बेला हुने अब? फायरिङ नगर्ने विचार हो के हो यिनीहरूको? ह्याप्पी न्यु इयर लेखेर आउँछ नि, फायरिङ कतिखेर हान्ने हो? हल्ला त हुँदा हल्लाले के गर्छ? छोप भन्नु, छोप त्यसलाई। यहाँ देख्न सक्नुहुन्छ यति भिड छ मान्छेहरूको। 1 मिनट गइसक्यो अहिलेसम्म केही फायरिङ छैन। केही अघि गरेको थियो। वेट गरेको साथी फायरिङ नै भइदिएन कि यस्तो झ्याउ लाग्यो। यति वेट गरेर काउन्टिङ गरेको लास्टमा भइ नै दिएन कि यस्तो भइदियो। फायरिङ भनेर वेटिङ गरेको फायरिङ त भयो तर हाम्रो दिलमा भन न। हो फायरिङ चाहिँ भयो दाइले भनेको छ। हाम्रो दिलमा फायर हानेको जापान सरकारले। के गरे होला हौ? यस्तो मान्छे कति धेरै आएको थियो टाढा टाढादेखि। फायरिङ नै भइदिएन कि कस्तो रिस उठेको। यो ठाउँ त कहिले आउँदैन भन्ने जस्तो फिल हो कि मान्छे 12 बजी राति यस्तो चिसोमा कम हो। कस्तो टाढा टाढाबाट आएको थियो हेर्नलाई भनेर यताउता। अब हामी त पहिलोचोटि आएको थिएँ। पोहोर साल यस्तै भए रहेछ तर पछि 5 मिनट पछि चाहिँ भए रहेछ दाइ भन्दै हुनुहुन्छ। त्यो साल त 20 मिनट गइहाल्यो अहिलेसम्म। केही हुँदैन अब त जानुपर्छ भनेर यो ठाउँ देखेर दिक्क लागेर वाक्कै लागेर चाहिँ हामी चाहिँ निस्किसक्यौँ। अरू त एकदम रमाइलो भयो भनौँ। फायरिङ भएन त्यति हो। हल्का मन नपरेको कुरा भने मन दुखेको कुरा भनौँ। अरू त एकदम राम्रो छ, त्यस्तो नराम्रो भने होइन। र यति कुराले चाहिँ लास्टमा मन दुखायो भनौँ। लास्टमा जाने बेला 2026 स्टार्ट हुने बित्तिकै मन दुखाइदियो क्या फायरिङ नभएर। आई होप सबैजनालाई चाहिँ 2026को शुभकामना। इङ्ग्लिस वर्षअनुसार, नेपालीमा होइन कि इङ्ग्लिस वर्षअनुसार। अब चाहिँ अबको दिनहरू राम्रै हुँदै जाउन्। सबैलाई शुभकामना। हस् त गाइज, अहिले चाहिँ हामी यहाँबाट निस्किसकेका छौँ। धन्यवाद।